हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग है। आजदेखि चाहिँ मैले ब्लग सुरु गर्नेमा है। अब आज चाहिँ के भने भाइले कपाल काट्ने भनेको छ, टक्क सोलोपमा फाल्ने भन्थ्यो। अब त्यसलाई पर्याङ हान्नु पऱ्यो कि आज। अरू त के छ र त्यही नै हो। फाइनली गाइज भाइ पनि आएछ होइन। कस्तो कपाल काट्ने भाइ? सोलोपमा यहाँ लेडिज गएका पनि आएन हाम्रा। यही हो कि 3 भाइ भएर अब कपाल काट्नु जसले कहाँ भित्र मेसिन ल्याएर हौ सोलोपमा कपाल फाल्ने उसलाई यसको टक्क यस्तो त बनायो झाँक्री जस्तो। अनि टक्क यो सोलोपमा फालेर टक्क 1 गतेबाट स्कुल खुल्दैछ अरे यसको। अनि टक्क यसको चाहिँ उ गर्नुपर्छ, सोलोपमा फालेर च्याट्ट च्याट्ट केटीले मही खाने जस्तो बनाउनु पर्छ कि केटालाई। मुसु मुसु हाँस्या छ यहाँ फेरि। त्यहाँ कता जाने हो? उता भाइ कहाँ जाने हो? मुनतिर त्यहाँ मुनतिर काट्ने हो कि उता भाइ काट्ने हो? हुन्छ जाउँ उता काटौँ ल। कहाँ जाऊ है टुर? ए अच्छा त्यो पारी गएछ नि अरे नि। टक्क हेर्नुहोस् गाइजहरू है। अब गाउँघरमा यस्तै हो, बर्खा लागिसक्यो, झरी लाग्छ, पानी पर्छ बिहान बेलुका। अनि अहिले चाहिँ एकैछिन घाम लगायो, एकछिनपछि फेरि स्वात्तै ऊ भइहाल्छ के अरे पानी परिहाल्छ। ऊ त्यहाँ छ कि बुढी पीडित मान्छे। ओ बुढा, ओ नयाँ दुला छोरो पाएर खै हामीलाई ऊ पार्टी। बाउ चाहिँ यस्तो गोरो छ, आमा पनि गोरी छिन्, छोरो चाहिँ कस्तो कालो पाछन् भने नि जेब्रा जस्तो। अहिले म तपाईँलाई अहिले पछि देखाइदिन्छु है। अहिले चाहिँ कपाल काटौँ भाइलाई पर्याङ गरौँ है। लत पारेर माथि लत पारिदिन्छु यहाँ चाहिँ। काटौँ कहाँ बस्ने हो? यहीँ कहाँनिर टक्कै लौ यार तिमीले भिडियो। हाम्रो क्यामराम्यान चाहिँ यिनी बन्न गहन अहिले चाहिँ होइन। टक्क यिनी क्यामराम्यान हुन्। टक्क भाइ यहाँ चाहिँ झट्ट मैले कपाल काट्छु लामा यस्तरी समाएर टक्क। अब यसको चाहिँ यो सोलोपमा फालिदिनु भने यहाँ केटाले यस्तो छ यार। चाँय परेर जुम्रा पनि जानु क्या यार। कति नम्बर काटा? यो 3 नम्बर रहेछ। पहिला 3 नम्बर आनु। कपडा छोडाइनस् तैँले? छोडाउन धुनिया भन्छ यो मुलाले फेरि। यहाँ कस्तो कट फाल्यो पहिला नि यहाँ यस्तो रे यार, आइमीको जस्तो। सोलो भयो के दाइ? ए 16 भयो, 16 पे फालिदिएको छौँ कि होइन क्या भने 16 फालिदिएको छौँ कि 16 फालिदिएको छौँ। त चिन्ता नगर्नु, 16 पे फालिदिएको छौँ। मैले मार्छु गरेर सोलो नगर्दै बा। होइन 16 पे हो कि भाइ यार। तँलाई कहाँ झुट बोल्छु त? 16 भयो, 16 फालिदिएको छु। तैँले चिन्ता नगर यार, 16 पे हो कि। मुनि मुनि 3 नम्बर हानिदिएको छु, माथि चाहिँ अब 16 फालिदिन्छु कि। तैँले चिन्ता नगर्नु यार। अलि हेर्छु गरेर होइन होइन मैले देखाइदिएँ त भयो तँलाई यार। जुम्रा परेर रहेछन् क्या हो कि भाइ? जुम्रा पाल्ने मान्छे हो म। होइन अब ऊ गरौँ पो, 16 फालिदिन्छु कि। 16 फालिदिन्छु यार। त त्यो चिन्तै नगर्न, 16 हो पुरा। आफ्नो भाइलाई पनि त्यस्तो गर्छु होला यार, 16 फालिदिइहाल्छु नि। 4 सिद्धियो यार भाइ यार मेसिनमा। के गर्ने अब यस्तै छोडिदिउँ। 16 हो भाइ। यता यता अलि यस्तो यस्तो चट्ट यहाँ माथि राख्ने हो नि, चट्ट यस्तो राखिदिन्छु म। चट्ट यस्तो दामी। तँलाई जापान कट फालिदिन्छु। तैँले आजसम्म देखेको छैन होला जापान कट फाले? सोलोप कट हो कि जापानिज कट होइन होइन। 16 छोडिदिएँ कि। 16 पुरानो भइसक्यो यार। आजभोलिको जमानामा कसले फाल्छ 16? तैँले कोरियन लुक्स बनाइस् भने नि, केटीहरूले कस्तो कोरियनलाई तिनी बिटिएसलाई कसरी मय गर्छन्, ओहो वा भन्छ नि, हो त्यस्तै तँलाई बिटिएस कट फालिदिन्छु रु। त्यसपछि त स्कुल जाँदा पनि क्लास भएका केटी अरू कसैलाई नहेरिकन तँलाई मात्र हेर्छन् रु। यसलाई त नि केटीले पारिबाट हेर्दै यसरी 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 यसरी
यसरी चुम्मा खानी बनाइदिन्छु हेर्न ला त कस्तो टाइप बनाइदिन्छु मैले अब होइन मैले बिटिएस कट हालिदिनु लाग्छु तपाईँ फेरि के गराउनुहुन्छ यार हालिदिन्छु नि अब मैले बिटिएस कट ओए दाइ यार तपाईँ यार फेरि दाइ दाइ हेर्नु यहाँ बिटिएस कट हालिदिनु लाग्छु मैले तपाईँ फेरि यार एकछिन बिटिएस कट हो यो कस्तो दामी केटीहरू यो स्कुल 1 गतेबाट खुल्नु लाग्यो अघि आज 28 गते हो केटीहरूले नि यतिहरू यसरी यतिहरू टाढी याटा यतिहरू न ओए यसरी चुम्मा खाने भने हेर त कस्तो दामी कट हालिदिन्छु म त्यो भैँसीले हग्या छ कि नै त्यो त भैँसीलाई सोध्न पर्छ मैले त हगेँ बिहान यहाँ त्यो यसले यसो पाऱ्यो भने त अब त यहाँ त भएन कोरियन लुक्स चुम्मा काटुन यस्तो अझ यस्तो टक्क बाट्यो भने यतिहरू त भाइ त्यहाँ हेर्नु यस्तो सट्ट कस्तो दामी हुन्छ अब बिटिएस कट यहाँको खोइ होइन यहाँ अब म जस्ट यो कल जोडिदिनु भाइ यस्तो काटिदिनु यहाँ कहाँ गयो होइन जस्तो त्यस्तै गरिदिनु बिटिएस कट हो क्या मेरो भाइ यार यो जोडिदिनु भयो यत्रो कपाल काटिदिएर होइन होइन भाइ बिटिएस कट हो क्या त न केटीहरूले चुम्मा खाँदैन 1 किलो कपाल काटिदिनु भयो तपाईँले जे भए पनि अब बिटिएस कट काट्ने हो कि 1 किलो काटिदिनु तपाईँले जोडिदिनु लौनु यो जोडिदिनु कसरी जोडिदिन्छ त भाइ यार यस्तो कपाल जस्तो तस्तै गरिदिनु मलाई चाहियो बिटिएस कट हुनुपर्छ कि अब यस्तो चट्ट यस्तो बनाएर त्यही गोविन्द दाइले बिगारेर गर्नु यसरी यस्तो चट्ट बनाएर तैँले आएर बिगार्यो त्यो मान्छेले बिगारिदिएर गयो छोलोपमा बिटिएस कट हो गर अब तैँले मान्दैनस् भने अब मैले अब फेरि मुडुलाई भनिदिन्छु त किन गर आज नि अहिले तेरो पनि अहिले पक अहिले आइज यहाँ म 16 मा बालिदिन्छु तेरो आइज बवाल भयो यार यस्तो लुक्समा जाने नि त नि यस्तो लुक्समा जाने नि त केटीहरूले चुम्मा खान्छ चुम्मा यहाँले यस्तो यहाँ दामी त्यो खै त लुक्स हेरौँ नि तेरो यार बाबा त्यो हो बा यहाँ किसिम भयो यार यसको कपाल त दामी यार यस्तो दामी भयो अब यस्तै छोडिदिने कि ल काट्ने गाइजहरू भन्नु त यसले 16 मा भन्थ्यो तर मैले फाल्ने मुडुले फालिदिएँ तर यो त्यस्तो ऊ चाहिँ छैन दुखी चाहिँ छैन किनभने यसको टाउकाभरि आउँदा अब कति चाहे रहेछ चाहे पालेर राखेर रहेछ यसले कपाल पालेर राख्यो भने चाहे पालेर राखेर रहेछ यिनको चाहिँ काट्नु होइन दुखी छैन रे हो तर मेरो चाहे छैन त्यति धेरै अलिअलि चाहिँ होला तर त्यस्तो धेरै छैन कपाल त हातो चाहे नभए नि मेरो यत्रो कपाल कहाँ गाउ त यत्रो कपाल के भाइ यार तँ तालु गर्दिने आफूले तालु चाहे रहेछ के त्यो केही हुन्न 10-12 डाडाले मेरो यत्रो कपाल देखेर डाडाले तालु गर्दिने होइन 10-12 दिनमा सही भइहाल्छ के तेरो आइहाल्छ 10-12 दिनमा आउँछ कि चिन्ता नगर मेरो त मैले सानो भनेको मलाई कति त्यति ठुलो छैन यहाँ चाहे यहाँ मेसिनमा सुत्दा कति चाहे छैन अनि भाइ कपाल त काट्दिउँ तर भाइ त्यस्तो चिन्ता चाहिँ छैन किनभने अब त्यसको चाहे रहेछ कि कपालभरि होइन अनि चाहे रहेछ कपालभरि अनि के भयो भने चाहे भइसकेपछि त्यस्तो धेरै चिन्ता चाहिँ गएन त्यो चाहे रहेछ ठिकै भयो फालिदिएर पनि भन्ने भयो नत्र पराएको 16 मा बनाएको थियो तगले बनाइदियो त्यसलाई त्यसको 1 गतेबाट स्कुल छ त्यो स्कुलै जान्न अब अहिले दिन कपाल बोलाउँदा बेर्छन् तर ठिकै छ अब जे जस्तो भए पनि काटेर चाहिँ फालिदियो तर त्यसको चाहे रहेछ कि चाहे अहिले आइपुग्दै देखाउँछु म तपाईँहरूलाई मान्छेले चाहे चिज जिन्दगीमा पाइन्न भन्ने ठुलो उदाहरण हो कि यहाँ अन्त गाउँघरतिर दिन रात झरी छ अब सहर बजारमा घाम लाएर गर्मी उगुस पुगुस बेला त्यही भएर एडजस्ट गर्नुपर्छ साथीभाइहरू है लाइफमा एडजस्ट गर्नुपर्छ यसको कपाल चाहिँ यस्तो भइसक्यो यसको चाहे थियो कि एक सेतो के लागेको छ टपिक धुलो
ठिकै छ अहिले त अब यो पछुता चाहिँ छैन त्यस्तो प्राङ गरेर ठिकै छ अब जे भयो जस्तो भयो जे हुन्छ राम्राको लागि हुन्छ भने उधारबाट हो यो चाहिँ त्यही भएर हिम्मत चाहिँ नहार्नुहोस् मिहिनेत गरिराख्नुहोस् है यहाँ चाहिँ हाम्रो सानो सुटिङ भएको थियो सुटिङ पनि गऱ्यो अब भिडियो हेर्न मन छ भने यो फेसबुकमा गिरी छ त्यहाँ गएर सब्सक्राइब गरिदिनु होला अनि आजदेखि चाहिँ मैले 100 डे च्यालेन्ज ल्याएँ अघि भ्लग गर्ने अब 100 दिनसम्म म भ्लग हालिरहेको छु डेली तपाईँले सब्सक्राइब चाहिँ गर्नु होला यो गाउँ हेर्नु मन छ भने टक्क हामीले यहाँ सुटिङ गर्छौँ तर गाउँमा चाहिँ हुन दिन्न न कस्तो हामीले एउटा रिल सुटिङ गर्छौँ भन्दा नि ओ गाउँले भरि भेला भएर ओ कोही उहाँ घरनु उहाँ तुमुन्दिनबाट हाँस्छन् कोही उहाँ पारिनबाट हेरेर हाँस्छन् कोही यता न मान्छे जम्मा भएर वाक्क दिक्क लाग्छन् भने यार कहाँ आउनु म कोही कोठा भाडा त खोजिदिनु पऱ्यो यार म अब 2-4 जना केटाहरूसित आउनु पऱ्यो अब त्यही हो अब म डेली भ्लग हालिदिन्छु अहिलेलाई के छ र अब रात पनि पर्न लाग्यो आजको लागि यति नै भोलि भेट्नेछौँ नयाँ भ्लगको साथमा अहिलेको लागि टाटा बाई बाई गुड नाइट